लु मेरो साथीहरू, यो हनुमाने पैसा हो, तर डुप्लिकेट हनुमान कसरी बन्छ भन्दा केमिकल लाउनुपर्छ। त्यो केमिकल कहाँबाट ल्याउनु पर्छ? हेर्नुहोस्, यो उहिलेका हनुमाने पैसाहरू कस्ता हुँदो रहेछ। भित्र खोका हुन्छ, त्यसमा केमिकल हुन्छ। त्यही भएर विदेशीलाई चुतिया बनाइछ राम्रोसँग। हेर्नुहोस्, अब म यसको सबै म बताउने छु। अब अरूलाई सबै म अब जानकारी गराउँछु। यो उहिलेको हनुमाने पैसाहरू हो। यसको भनेको सबै सियोहरू गुनाउँछ फन्ना गरेर। त्यस्तो हो। त्यो भएर सबैजना ठगिनुदेखि बच्नु होला भनेर मैले यो एउटा भिडियो बनाएको है। अब यो भिडियो पछि भनेको फेरि अर्को पनि भिडियो हाल्छु भोलितिर म। त्यही भएर भनेको सावधान हुनु होला सबैजना। हस्त, धन्यवाद।